अनि ल हेलो एभ्रिवान, मैले चाहिँ यो कपीमा क्वेसन लेखेर ल्याएको थिएँ। जतिसुकै ऊ हाइपर भए पनि जे पाए त्यही नै भन्न थाल्यो भने चाहिँ जवाब दिन्छु, होइन भने हाइपरै भइरहेको छ भने पनि म काम डाउन गराउने कोसिस गर्छु। ल नर्मली बहिनीहरूले भन्नाले अब नयाँ आएकोले यस्तो मलाई के भन्छ दिदी तपाईँ हेरेर मलाई कस्तो नम्बर अनि ल हेलो एभ्रिवान, मैले चाहिँ यो कपीमा क्वेसन लेखेर ल्याएको थिएँ। यो चाहिँ अस्ति बहिनीको लागि थियो। मेरो बहिनी होइन क्वेसन त्यस्तो सर्च होइन, इन्टरभ्यू टाइपको। अनि मेरो बहिनीको लागि थियो। अनि हामीले भिडियो बनाएँ, माइकै चलेको थिएन मेरो, पोस्टै गरेन। अनि ल म सोध्छु ल इन्ट्रोभर्ट हो कि एक्सट्रोभर्ट? दुईजना एम्बिभर्ट। त एम्बिभर्ट होइन, तर एम्बिभर्टै हो त पनि। ऊ त इन्ट्रोभर्टै जस्तो लाग्छ हामीसँग त बोल्छ नि त एम्बिभर्टै। नर्मली भन न, चिनेको मान्छेसँग होइन, नर्मली एम्बिभर्ट। नर्मली म पनि इन्ट्रो कहाँ बोलिन्छ नि, बोलिँदैन नि त त्यसरी। अब म कस्तो भन्नु, म पाउने एकछिन म पाउने एक्सट्रोभर्ट हो, किनभने म मान्छे हेरी हेरी बोल्छु। ल सोध्छु ल त्यसो भए यु बिङ एम्बिभर्ट, यु बिङ इन्ट्रोभर्ट, केही भयो भने कसैले तिमीहरूलाई सोध्यो है, मतलब कोही रेडी भएर आयो, मिल्ने मान्छे अथवा मिल्ने मान्छे, त्यस्तो धेरै मिल्ने मान्छे होइन, ठिकै मिल्ने मान्छे, अनि कस्तो देखिरहेको छ भनेर, अनि उमा केही सुधार्नुपर्ने कुरा छ, तर अब तिमीहरूको अन्तरात्माले उसलाई होइन राम्रो देखिरहेको छ नै भन्छ कि तँ धेरै मिल्ने मान्छे भन्न खोजेको होइन कि ठिकको मिल्ने मान्छे हुन्छ नि, सबै त सेयर गर्ने खालको मान्छे होइन, ठिकको। अनि सुधार्नुपर्ने कुराहरू भन्छौ कि होइन राम्रै देखिरहेको छ भन्छौ? अब कन्डिसन मैले भन्न खोजेको, अब उसलाई धेरै नै केही नराम्रो देखेको छ भने चाहिँ मिलेर भन्छ लुगाहरू सहेको छ, अनि यताउति भनेर कहिलेकाहीँ चाहिँ सक्नु छ पनि भनिदिन्छु। अब धेरै सुधार्नै पर्ने कुरा देख्यो भने चाहिँ भएन यो भनिदिन्छु। त्यसो जस्तै अब केही इम्ब्यारेसिङ, अब केही लुगाको डिजास्टर टाइप होइन क्या, जस्तै होइन अब राम्रो देखेको नदेखेको त अरूलाई। अब कसैले चङ्की कलर लगाएको छ, त्यो मान्छेलाई कलर मन परिरहेको छ, त्यसलाई डिजास्टर उसलाई मन परिरहेको राम्रो देखेको छ होइन, केही ब्लन्डर जस्तो छ भने मात्रै भनिदिन्छु, नभए भन्दिनँ। म चाहिँ ब्लन्डर नहुन्जेलसम्म त्यो भन्छु नै, भन्दिनँ नै केही राम्रै छ भन्छु। अभियसली ब्लन्डर नहुन्छ राम्रै देखेको हुन्छ नि, आफ्नो जजमेन्ट बेस्ड हुन्छ। तिमीहरू कसैकोमा पाउन गयो भने भोक लाग्छ भन्छ कि भन्दैन? भन्छु, मलाई त भोक लागेको भन्छु म, कहीँ त कहिले म पनि भन्छु। म भोकले रातो हुन्छु, मेरो आँखा धस्किन्छ, तर म भन्दिनँ, म त भन्छु। फरक नै रहेछ, 5 to 10% भन्दिनँ न। म चाहिँ जस्तै होइन, अब म प्रायः यस्तो हुन्छ है, अब यो नट बिङ डिप्लोमेटिक, तर त्यो हुन्छ नि एकदम नमिल्ने या जजमेन्टल टाइपको मान्छे त्यस्तो छ भने, कोही पनि मिल्ने मान्छे छ होइन, तर अब अलिअलि मिल्ने भनौँ न, त्यस्तो धेरै मिल्ने त्यो पुरै जिग्री याद त छैन, अलिअलि मिलिन्छ। अनि पब्लिकमा त्यो इन्फर्मल डान्सहरू टाइपको हुन्छ नि, त्यसमा अब ब्लग भने डान्स गर्छस् कि बिग्नु। मलाई आफ्नै मान्छेले पनि त्यो जबसम्म मलाई मनपर्ने गाना या मलाई हुँदैन, अब म कन्फिडेन्स आउँदैन, अब म डान्स गर्छु भनेर मलाई अन्तरात्माले नभन्नुन्जेल जतिसुकै मिले यिनीहरूले भन्दा पनि म नाच्दिनँ। म कहिले 50-50 भन्दा पनि म नाच्दिनँ, 80-90% नाच्दिनँ, कहिले 10% यस्तो बुझ्दिनँ चाहिँ सक्छु। म चाहिँ फेरि ऱ्यान्डमली घरमा कहिलेकाहीँ हुन्छ नि 2-4जना भेट भयौँ भने यत्तिकै कन्फिडेन्टली नाचिदिन्छु, तर मलाई अलिकति वरिपरिको छ त्यो हेरेर टाइम लाग्छ। ओके ल, कसँग झगडा पर्दा हाम्रो भनाभन 2 वेवाला हुन्छ नि, अनि 2 वे भयो नि, त्यो मान्छेले हामीलाई भन्दैछ हामीसँग जवाब छ, जवाब त्यतिखेरै दिन्छौँ कि त्यतिखेर यादै नआएर एकछिनपछि सम्झिन्छौँ के भन्नुपर्छ भनेर। प्रायः त्यस्तै हुन्छ, तर त ती जवाब दिन्छ त जसलाई होइन, त्यस्तो होइन क्या। अब जवाब दिन मिल्ने छ भने त्यो बेसलेस कुरामा मान्छे बोलिरहेको किन मलाई चाहिँ कस्तो होइन, मलाई चाहिँ त्यो इनभ्यालिड आर्गुमेन्ट गर्छ नि, उल्लुहरू हुन्छ नि, मूर्खहरूसँग चाहिँ बाँच्न मन लाग्दैन। होइन भने मेरो चाहिँ प्रायः कस्तो हुन्छ नि, भिजिटरहरू रिफ्लेक्स आउँछ, रिफ्लेक्स आउँछ, तर भिजिटर अब प्रायः हस्पिटलमै भइराखिन्छ भिजिटरको कुरा आउँछ नि, त्यो भिजिटरहरूसँग कहिले
कहिलेकाहीँ कुरा गर्दा ओर्दाखेरि भिजिटरहरू अलिक झर्किने टाइपको त्यस्तो टाइपको भयो भने म नझर्किनै जवाब नदिनै खोज्छु क्या, प्रायः चाहिँ बुझाउनै खोज्छु। जतिसुकै ऊ हाइपर भए पनि जे पाइ त्यही भन्न थाल्यो भने चाहिँ जवाब दिन्छु, होइन भने हाइपरै भइरहेको छ भने पनि म काम डाउन गराउने कोसिस गर्छु। ल नर्मली तिमीहरूलाई रिलेटिभ्सहरूले के भन्नुहुन्छ? धेरै बोल्छेस्, बोल्दै बोल्दिनँ, घुसघुसे खासै बोल्दिनँ, मजाकी छे भन्नुहुन्छ मलाई। एकदम मजाकी छे, हँसिली छे, बोलिरहेको छे भन्नुहुन्छ मलाई। ओके गुड। अनि तिमीहरूको सबैभन्दा ठुलो स्ट्रेन्थ के हो, विकनेस के हो? नट लाइक फ्यामिली तँ त्यस्तो इमोसनल स्टेटमा भन्न खोजेको होइन कि नर्मली हुन्छ नि ऱ्यान्डम कुराहरू आफ्नो अब फ्यामिली पैसा भन्न खोजेको स्ट्रेन्थ एकछिन। विकनेस म विकनेस भन्छु कसैले गाली गर्यो मतलब मलाई धेरै रिस उठ्यो भने रुन आउँछ, कसैले गाली गर्यो भने लाइक मसँग बाटो आर्गुमेन्ट भयो भने रुन आउँछ। स्ट्रेन्थ कोही भनेको मेरो स्ट्रेन्थ भनेको म रिसाउनै सक्दिनँ धेरै बेर मलाई। अनि विकनेस भनेको पनि धेरै छिटो रिसाउँछ। विकनेस होइन मेरो विकनेस हो, होइन मेरो विकनेस अर्को के हो भने म टु वे आर्गुमेन्ट गर्न सक्दिनँ। हुन्छ नि केही कुरा मलाई भ्यालिड लागिरहेको छ तर म त्यो कुरा आफ्नो कुरा जस्टिफाई त्यति बेला गर्नै सक्दिनँ। आर्गुमेन्ट जस्तै फनी ब्यान्टर त्यस्तो भयो भने मात्रै हो, नभए म कहिले पनि आर्ग्यु गर्न सक्दिनँ। अनि मेरो स्ट्रेन्थ भनेको म रिसाउन सक्दिनँ। मलाई कसरी मलाई केही कुरामा रिस उठ्यो अनि म रिसाउँछु भने पनि म 2 मिनटमा बिर्सेर गएर बोलिसक्छु। 2 मिनटमा चाहिँ म बिर्सिन्न र पनि म त अझ मलाई त झन् गाना गाइदियो भने त म मानिहाल्छु। मलाई पहिला ममताले के पो भन्थ्यो, गोले सिसाको मेरो माया किन रिसाएको भन्थेँ, म हाँस्दै हाल्थेँ, मलाई हाँस उठिहाल्थ्यो। मेरो चाहिँ म रिसाउन सक्दिनँ। विकनेस भनेको अब उसले भनिन् जस्तो इन्भ्यालिड कुरा त्यस्तो छ, तर मलाई इन्भ्यालिड छ, जब्बरे मान्छे छ, जे पनि बोल्ने मान्छे छ भने नि आफ्नो कुरा चाहिँ राख्न सक्दैन नै। त्यो मान्छे रिसले मलाई कुट्नै आए पनि अस्ति भिजिटरसँग मेरो हल्का कुट्नै आइसकेको थियो। मलाई चाहिँ मेरो कुरा चाहिँ राख्नै पर्छ भन्ने मलाई चाहिँ यस्तो विकनेस नै हो। स्ट्रेन्थ त खासै केही छैन। स्ट्रेन्थ त्यो हो कि म दबिएर बस्न सक्दिनँ। मलाई चाहिँ त झन् दबिने खालकै आर्गुमेन्ट तबाट हुँदैन। म चाहिँ एकदम क्लोज मान्छे छ भने बरु म त्यति बेला म एकदम क्लोज छ भने मात्रै टु वे आर्गुमेन्ट गर्न सक्छु, किनभने त्यो बुझ्छ भन्ने थाहा छ नि त। झन् त्यो अननेसेसरी मान्छे बोल्यो भने त सक्दै सक्दिनँ म आर्गुमेन्ट गर्न। म चाहिँ सक्दै सक्दिनँ, एकदम धेरै हुन्छ अननेसेसरी इन्भ्यालिड कुरामा। मेरो गाली गरोहरू भने चाहिँ म त्यसले गाली गरेर मलाई रिस उठ्यो हुँदैन, जेसुकै होस् सक्यो इग्नोर गर्ने नट वर्थ इट जस्तो हुन्छ। आफ्नो टाउको दुखाउँदिनँ। अब 5% कुनै कुनै कुराले दुख्ला, तर 95% चाहिँ म भन्नुहोस् म त म पनि मूर्खहरूसँग आर्ग्यु गर्दिनँ। हो म चाहिँ एक त मेरो झगडा नर्मल मान्छेसँग त पर्दैन, मेरो मूर्खैसँग पर्छ। अलिक आर्ग्युमेन्ट निस्किन्छ। ल आर यु गाइज बास्ट अर नट? के कुरा जस्तो म तिम्रो मनपर्ने मान्छे हो, ऊ मन नपर्ने मान्छे हो, मैले त्यही कुरा गल्ती गरेँ भने जस्टिफाइड हुन्छ। हुन्छ तर यस्तो हो बायस्ड कस्तो भने राम्रो अब त्यो काठमारै होइन तर ठिक ओ कुरामा हुन्छ नि होइन। नर्मल नेचर होइन। मलाई चाहिँ अब सबै मलाई ड्युटी रिलेटेड मात्रै याद। अब जस्तै मेरै साथीहरू कहिलेकाहीँ पर्दाखेरि कामसाम छोडेको चाहिँ ल म गरिदिन्छु, तर यसो अरू बिरामी भयो केही भयो भने पनि म मेरो मान्छेलाई फेभर चाहिँ गर्दिनँ, म बुझ्न खोज्छु। स्ट्रेन्थको अझै एउटा कुरा भनिनँ, मलाई जोसुकै होस् मलाई एकदमै मन नपर्ने मान्छे छ भने पनि म डिसरेस्पेक्ट कहिले गर्दिनँ। अनि अर्को कुरा भनेको म बिरामी भयो भने चाहिँ मलाई धेरै माया लाग्छ। मलाई एकदम वर्स्ट, मलाई उसको फेसै हेर्न मन नलाग्ने पनि एकदम कम मान्छे होला नि, तर बिरामी परेको छ ऊ विक पोइन्टमा छ भने म त्यो कुरामा कहिले पनि ऊ गर्दिनँ क्या, तिनीहरूलाई नराम्रो ट्रिट गर्दिनँ। भले म अरू बेला नबोलौँ तर मान्छे विक छ, बिरामी छ, केही कुराले ड्रेन भइरहेछ भने म उसको हेल्प गर्छु। म पनि हेल्प त गर्छु होला, तर आई डोन्ट थिङ्क म बोल्छु भनेर। उसको र मेरो पर्सनालिटी एकदम डिफ्रेन्ट छ। पुरै पोलर नेचर चाहिँ हाम्रो नेचरको पर्सनालिटीको छ क्या। ऊ जस्तो चाहिँ उसको ह्याबिट जस्तो हुनुपर्ने त्यस्तो ह्याबिट। एकअर्काको स्ट्रेन्थ र विकनेस छ। म नबोली हेल्प गर्ने हुन्छ, काम गरिन्छ तर
अब लास्टै नै त्यो मान्छेले चित्त दुखाएको छ भने अब त्यस्तो मान्छेसँग मेरो त्यो हेल्प गर्ने मलाई केही परेकै छैन। त्यस्तो मान्छे त्यस्तो रियालिटी नै छ होइन भनाइ जस्तै कोही मान्छे मन पर्दैन होइन बोलिँदैन नि त तर त्यस्तो त्यही त नपर्ने मान्छेहरू छैन। म चाहिँ परेको छु एक दुईचोटि कि अब मन नपर्ने मान्छेहरू भए पनि भेट भएको छैन अहिलेसम्म होला एक दुईजना तर Are you a morning person or a night person? I am very much evening. Morning 0% day person भनौँ न हैन डे भन्दा म त इभिनिङ नाइट डे भन्न खोजेको एकछिन यस्तो अर्ली मर्निङ के भन्छ के र नाइट आउल भन्दैन अर्ली मर्निङ अर्ली बर्ड अर नाइट आउल हो। म त फिक्स नाइट आउल हो। अस्ति तिमीहरू घर गएको दिन बिहान 8 बजे सुतेको म बिहान 8 बजे सुतेर 1 बजे उठेर ड्युटी गएको। ओके एक्लै बस्न मन लाग्छ कि ह्याङ आउट अरूसँग नर्मल डेज एक्लै भन्नाले 70% ह्याङ आउट भयो भने 100% एक्लै हुन्छ। मेरो पनि त्यही हो तर मलाई एक्लै यस्तो हो एक्लै टाइम पाइनँ भने चाहिँ म पुरै फ्रस्ट्रेट हुन थाल्छु है। मलाई चाहिन्छ जब म 2-4 दिन धेरैजनाको बिचमा बसेँ भने त्यो मेरो लोन टाइम भएन भने खतम म पुरै रिसाउँछु। अर्को एम आई अलाउड टु पोस्ट दिस भिडियो अन युट्युब अर नट? एलाउड त छ अब त्यहाँ हेर कस्तो के छ आवाज कस्तो आएको छ। आवाज त राम्रै आएको छ। ल अझै एउटा सबैभन्दा ठुलो मान्छेले अरू मान्छेले हुन्छ नि जसले नचिनिकन कसैले पर्सिभ कसरी गर्छन् मिसकन्सेप्सन के हो तिमीहरूको बारेमा? जस्तो मैले अनि पछि चिनेपछि बहिनीहरूले भन्नाले अब नयाँ आएकोले यस्तो मलाई के भन्छ दिदी तपाईँ हेरेर मलाई कस्तो नबोल्ने खालको छुच्ची जस्तो लाग्थ्यो तर त्यस्तो रहेछ यस्तो होला परिकाले त्यही भने प्रायः त्यस्तो हुन्छ। मेरो चाहिँ प्रायःले के भन्छ भने अब ठुलो मान्छे भने त्यो एज वाइज त त्यस्तो छैन कि तर जसले जो पनि मेरो साथी छ सबले मलाई के भन्छ मेरो भोइस अलिक लाउड मेरो भोइस चाहिँ रुट सुनिन्छ अब मलाई चाहिँ लागेको थिएन। मलाई चाहिँ कस्तो हुन्छ भने मलाई चाहिँ ऊ हुन्छ क्या मेरो बोली इरिटेटिङ लाग्छ मान्छेहरूलाई किनभने मेरो बेस ठुलो छ एकदम धेरै बोल्छु पनि होइन बेस ठुलो छ हो बेस ठुलो छ मेरो बोली पनि लाउड सुनिन्छ कि अनि इरिटेटिङ लाग्छ प्रायः मान्छेलाई हुन्छ नि कस्ती रहेछ जस्तो हुन्छ कि तर त्यो मान्छे मिल्न थालेपछि मेरो भोइस मिस गर्छ मेरो भोइस मिस गर्छ यो कति बोल्दैछ यो केटी जस्तो भएको सुरुमा र जसले मलाई धेर बोल्छौ भन्छ म त्यो मान्छेसँग बोल्नै छोडिदिन्छु। जसले मलाई भन्छ नि कति बोलेको होइन कसरी म बोलिरहेको छु होइन तर म टकेटिभ छु म तर मलाई कसैले पोइन्ट आउट गर्छ नि कति बोल्छ यो त्यस्तो भन्नु भने म बोल्नै छोडिदिन्छु। मलाई मन पर्दैन त्यो मान्छे त्यही मान्छेसँग बोल्न छोडिदिन्छु त्यो मान्छेसँग। ओके ल अब लास्ट क्वेसन है थर्ड लास्ट हो यो होइन लास्ट हो। तपाईँले आफ्नो त भन्नु भएन के क्वेसन सोधेको थियो मान्छेले कस्तो पर्सिभ गर्छ घुसघुसे घमण्डी बोल्दिनँ त्यो त नर्मली जन्मेदेखिको त्यही पर्सेप्सन हो मान्छेको त्यो भन्दिनँ। अब यही ड्युटीहरूको कुरामा चाहिँ जनताको हस्पिटलमा मास्क लाएर आँखा ठुल्ठुलो बोली ठुलो अनि सबैलाई म एकदम छु। ल अब लास्ट क्वेसन है यो चाहिँ भन्नै पर्छ प्लिज राम्ररी। ओके क्वेसन गेस गरौँ आफूले आफूलाई तिमी म के इन्टरभ्यूहरू होइन अब त नर्स भएको कति वर्ष भयो? 4-5 वर्ष अनि म पनि 5-6 वर्ष। ओके फर्स्टमा उसलाई नै सोध्छु ल यसरी जाम एज अ नर्स सबसे नराम्रो इन्काउन्टर भएको भिजिटर या पेसेन्ट हुन्छ नि आफ्नो गल्ती नहुँदा पनि त्यसरी कुन सिचुएसनमा त्यस्तो छ सबसे धेरै ठुलोवाला भन्न खोजेको क्या अहिलेसम्मको एक्सपिरियन्समा इन्काउन्टर ल म त पुरै म भनिदिन्छु के भएको थियो भने बरा क्षेत्रमा यहीँनिर धरानदेखि पर बरा क्षेत्रमा चाहिँ एक्सिडेन्ट भएको के भएको रहेछ कारमा एउटा फ्यामिलीको 4-5 जना मान्छे रहेछन् होइन त्यसमा चाहिँ एउटा फुच्ची पनि रहेछ त्यो फुच्चीलाई चाहिँ धेरै चोट लागेको थिएन हाम्रोमा यहाँ ल्याउँछ नि त डिजास्टर केसहरू अब म पुरै सिनारी भनिदिन्छु त्यो कारले चाहिँ के भएछ यस्तो रोडबाट तल गएर एउटा घरमा लागेको रहेछ क्या अनि त्यो कारको मान्छेहरूलाई चोट लागेको थियो तिनीहरू ल्याएको थियो अनि तिनीहरू ल्याएपछि तिनीहरू खोइ कहाँ हो जे होस् बरा क्षेत्र यस्तै के भन्छ 17-17 किन
अनि त्यो मान्छेहरूले 3-4 जना थिए कि अनि सुरुमा के भयो त्यो केस ल्याउँदा ओर्दाखेरि त अब उनीहरूको आफ्नो भिजिटर नहुँदा त हामी नै हो नि त एकाउन्टेबल भिजिटर भए पनि नभए पनि तर मेन मान्छे त हामी फर्स्टमा अनि त्यो मान्छेहरूको हामी सबैजनाले मिलेर केयर गऱ्यौँ होइन इन्भेस्टिगेसनहरू पठाउने ओर्ने सबै गऱ्यौँ हामीले अनि त्यसपछि के भयो त्यो एउटा भिजिटर पछिबाट आयो कि अनि के यसरी हतार गऱ्यो क्या कि लामा जाने विराटनगरै जाने हामी सबैजना भनेर भन्यो 3-4 जना थियो अनि लामा साइन गरायौँ अनि भरे एकजना हाम्रै सिनियरले होइन सिनियर डक्टरले के गर्नु होइन सिनियर डक्टरले अनि डिओपिआर बनाउने भन्नुभयो अनि हामीले भन्यौँ होइन डिओपिआर मिल्दैन किनभने उसले केही गराउने मानेको छैन यहाँ इन्भेस्टिगेसनको रिपोर्ट कलेक्टेड छैन डिओपिआर त कुनै बेसिसमा पनि हुँदैन फ्र्याक्चरहरू छ भन्यौँ अनि लामा साइन गराउने भयो अनि त्यसपछि हतार एउटा मान्छे चाहिँ पुलिस रहेछ तिनीहरूकै आफन्त अनि हतार गरेर आयो क्या ऊ चाहिँ आयो अनि लगिहाल्छौँ भन्यो अनि एउटा पेसेन्ट चाहिँ लगिसकेको थियो एम्बुलेन्ससम्म अनि मैले भने हुँदैन यसरी क्यानल आउट नगरी जानु मिल्दैन दाइ यताउति भने कि अनि त्यसपछि तिनीहरू एकैचोटि गए क्या अनि के भयो म भन्दा यति ठुल्ठुलो अग्लो 2जना दाइहरू साइडमा थिएँ अनि मेरो अगाडि चाहिँ आन्टी हुनुहुन्थ्यो नि त्यो आन्टीको हात मैले हात ल्या त यसरी क्यानुला थियो होइन मैले क्यानुला आउट गर्न यसरी पक्रेको थिएँ क्या अनि पर्दैन क्यानुला आउट गर्न जे गर अनि त्यो मान्छेहरूले नगर्नु पर्दैन जे गर्नु छ गर्नु पुलिस बोलाउनु भए पनि बोलाउनु हामी त जान्छौँ भनेर यसरी कत्रो ओइ म मेरो 2 साइडमा यत्रो ज्याङ्गो भिजिटर छन् 5-6 जना भिजिटर छन् अगाडि त्यो आन्टी हुनुहुन्छ अनि मैले आन्टी होइन हुँदैन निकाल्नुपर्छ भन्दैछु कि त्यो आन्टी यसरी आफै हात तान्दा यसरी आफै हात तान्ने हातकिन तानेको भनेर पेसेन्टले गाली गर्दैछ अनि त्यो 2टा भिजिटरले एकैचोटि खन्ने होइन अनि मलाई त कस्तो एकैचोटि ओभरवेलमिङ कस्तो हुन्छ नि अनि मलाई मैले के गरेकै थिइनँ त जस्तो भयो अनि त्यति बेला तिनीहरू जान त गयो अनि त्यसपछि मलाई कस्तो लाग्यो अनि मान्छेहरूले चाबी खोल्दै त्यो डिजास्टर रुमको अनि म ओइ हट न म भित्र जान्छु भने होइन अनि त्यसपछि अनि किन भन्यो अनि मलाई हेरेर रुन आँटेको भनेर अनि मास्क लगाएको थियो धन्न अनि त्यसपछि म भित्र गएँ अनि कति बेर रोएँ अनि त्यसपछि कस्तो त्यो पुरै प्यानिक एट्याक सानोमा हामीलाई रुँदाखेरि ओक हुन्थ्यो नि यस्तो सिस्किएर लेखेर हुन्थ्यो नि त्यस्तै भयो मलाई अनि त्यसपछि कति बेर अनि दिदीहरूले आएर के भयो ढोका खोल भन्नुभयो दिदीहरू पनि हात दिनुभयो अनि भरे लगाउँदैछ त्यसले गर्दा बिचारा छिटो रुँदै हुन्छ भने निर्मलालाई बोलाइदिएछ क्या अनि निर्मला दिदी पनि आउनु सबैजना दिदीहरू आउनुभयो अनि त्यसपछि पाले मैले भने यस्तो भयो भनेर अनि कति बेर यस्तो हुक भएर रोकिएकै थिएन क्या अनि त्यसपछि दिदीहरूले के पो त भिस्टरले गराउँदा भनेर यताउति भन्नुभयो अनि निर्मला दिदीले चाहिँ एम्बुलेन्स नै गर गाली गरिदिनु भएछ तिनीहरूलाई अनि त्यो भयो होइन इन्काउन्टर एकदम मेरो वर्स्ट आजसम्मको मलाई कुनै पेसेन्टले गाली गर्दा पनि मलाई त्यस्तो लाग्दैन थियो होला तर तिनीहरूले मलाई चाहिँ किन पनि लाग्यो भने त्यो एउटा मान्छे पुलिस थियो रहेछ अनि तिनीहरूले चाहिँ अब तिनीहरूको कार एक्सिडेन्ट भए पनि घाटा त त्यो घरलाई भयो नि त जुन घरमा पुरै त्यो घरको नि अगाडिको बरन्डाहरू 1-2वटा रुमसम्मै लागेको थियो क्या अनि मलाई लाग्यो तिनीहरू पुलिस भएर सरी पुलिस पोस्ट गरिस् भने अनि तिनीहरू पुलिस भएर त्यो कुरामा रफा दफा गरेर विराटनगर जान खोजेको जस्तो लाग्यो क्या मलाई चाहिँ अनि मैले सोचेँ मान्छे कतिसम्म इभिल हुन्छन् यत्रो गऱ्यौँ हामीले त्यो भिजिटर नआउन्जेल त हामी नै यो नहुन पनि सक्छ उसले एज्युम गरेको कुरा हो त्यो पुलिस भएर रफा दफा गर्न नखोजेको हुनसक्छ तर तिनीहरू एज अ पर्सन राम्रो थिएनन् यत्रो हामीले बिहानको 3-4 घन्टा मर्निङमा 10 बजे आएको केस थियो होला 9-10 बजे आएको केसलाई 11-12 बजेसम्म हेऱ्यौँ अनि तिनीहरूले त्यस्तो बिहेभियर देखाएर गए अनि म्याक्सिमम अलिकति मेरो इन्काउन्टर चाहिँ भन्न खोजेको होइन म्याक्सिमम भिजिटरहरूको बानी चाहिँ उहाँहरूको पेसेन्ट उहाँहरूको उयोहरू पनि त फिमेलहरू हुन्छ उहाँहरूलाई राम्रो ट्रिट गर्नुहुन्छ तर हामीसँग मुखै मुख आएर बाज्न खोज्नुहुन्छ एकदम त्यो वर्स्ट ह्याबिट हो त्यो म्याक्सिमम सबैको भन्न खोजेको होइन कोही धेरै नै राम्रोसँग पनि बोल्नुहुन्छ बाबु नानी बाई गरेरै जानुहुन्छ बाई गरेर राम्रै कतिजनाको बानी चाहिँ अब त्यो यस्तो हुन्छ क्या मेल डोमिनेन्ट हुन्छ नि जस्तो मेबी हामीलाई आज कुनै जेन्डर पनि हेर्न नखोजेर इक्वालिटीको लागि त्यस्तो गर्नुभएको के हो थाहा छैन त्यस्तो तर नर्मली कोही पनि आर्ग्यु गर्दैन जसले पनि आफ्नो पोइन्ट राख्दा सिधा कुरा भन्छ यस्तो हो भनेर भन्छ उसले आफ्नो भोइस रेज गरेर त बोल्दैन आमा बोल्न मलाई कसरी जित्दैन भोलि घाँटी दुख्छ सदा तिम्रो भन मेरो इन्काउन्टर याद छैन अब ऱ्यान्डमली त्यही भिजिटरको कुरा आउँदाखेरि त्यही कोही चाहिँ छिटो गरिदिनु किन नगरेको मेरो बिरामीलाई किन नहेरेको यताउति भन्छ त्यस्तो धेरै त पर्छ नि एकपल्ट चाहिँ मैले ट्रली त सिटो परिडामा ट्रली राख्ने ठाउँ थियो एउटा भिजिटर बसिरहेको ऊ पनि के टेन्सन के थियो त्यहाँ हट्नु न म यहाँ बिरामी लिन्छु भन्नु म हट्दिनँ त्यहाँ बस्छ त्यहाँ किन हट्नु भनेको त्यहाँ बिरामी आउँछ हट्नु न भनेको
धेरै नखराब हट्नु मात्रै भनेको थिएँ त्यही हो त्यति अनि त्यो अस्ति एउटा सफारीवालासँग चाहिँ आउट अफ द हस्पिटल सफारीवालासँग यत्रो ठुलो सबैभन्दा ठुलो भनौँ न त्यही हो मेरो चाहिँ वर्स्ट इन्काउन्टर त्यो छ कि त्यो भिजिटरहरू यस्तो यस्तो अनग्रेटफुल मान्छे ग्रेटफुल त हुनु पर्दैन हाम्रो कामै हो होइन तर पनि एज अ ह्युमन हो नि त त्यो त ओहो त्यो दिन म कहिले बिर्सिनँ त्यो दिन फेरि के भएको थियो त्यो हाम्रो म एफ एरियामा थिएँ अनि हाम्रो एरियाको डक्टरसँग यस्तो भयो क्या भिजिटर आएर सोधेको सोधेको एउटै कुरा सोधेको गर्दा पनि हामी कामले रिप्लाई गर्छौँ नि अनि त्यसपछि डक्टर झर्किन पनि भएको थिएन यस्तै के भन्नुभयो अघि भर्खर भनेको त अनि मैले भने होइन कतिजना कति सोझो हुन्छ बुझ्दैन फर्स्ट टाइम आएको हुन्छ त्यसरी भन्नु हुँदैन त भने मैले अनि डक्टरले भन्नुभयो क्या अनि कसरी तपाईँहरू यस्तो काम वेमा जवाब दिनुहुन्छ यताउति अनि मैले पुरै हो हामी त यस्तै हो भनेको थिएँ त्यही भिजिटरले रुवाइदियो मलाई अनि त्यसपछि पछिबाट भन्नु पनि भयो अघि तपाईँले नि मलाई सम्झाउँदै हुन्थ्यो आफै रुनु भयो धन्यवाद समर्पण मेरो बाई मेरो त इन्काउन्टर